यो चाहिँ देवप्रयाग हो। केदारनाथको यात्रामा हरिद्वारदेखि सोनप्रयाग जाँदाखेरि चाहिँ बिचमा देवप्रयाग पर्दछ। गौरीकुण्डमा बसिरहेका छौँ र मसँग मेरो साथीहरू श्रीकान्त र विजय सर दुईजना हुनुहुन्छ। हाम्रो यो श्रीकान्त सर लट्ठी लिएर एकदम तयार हुनुहुन्छ र हाम्रो विजय सर पनि एकदम रेडी हुँदै हुनुहुन्छ। त्यसै गरी यो हाम्रो रुम हो। यहाँ चाहिँ 3 बेड, पर बेडको 1000 रुपियाँ आइसी लिएर अब हामीहरू चाहिँ यहाँ बसेका छौँ। गौरीकुण्ड, यो चाहिँ गौरीकुण्डको हो। र यहाँबाट चाहिँ हिँडेर यात्रा गर्नुपर्ने हुन्छ। हामी चाहिँ हिजो सोनप्रयागदेखि गौरीकुण्ड आएर बसेका छौँ र अब यहाँदेखि चाहिँ हाम्रो ट्रेकिङ स्टार्ट हुन्छ। ट्रेकिङ ड्रेसहरू सबै हामीले लगाइसकेका छौँ र अब यहाँदेखि हाम्रो ट्रेकिङ सुरु हुन्छ। लगभग 9 देखि 10 घन्टाको ट्रेकिङ हुन्छ। हामी साँझ 5 देखि 6 बजेसम्म पुग्ने कोसिसमा छौँ। यो यात्रा चाहिँ कहाँबाट सुरु गर्ने र कसरी आउने भन्ने पनि म जानकारी गराउँछु। केदारनाथ यात्राको लागि सबभन्दा सुरुमा चाहिँ हरिद्वार आउनुपर्ने हुन्छ। तो अब हम स्टार्ट कर रहे हैं आफ्टर 1 किलोमीटर रीच एंड कंटिन्यू गोइंग। मेरे को तो अभी ठीक है। अब हामी चाहिँ लगभग 2 किलोमिटर हिँडिसकेका छौँ गौरीकुण्डबाट। मान्छेहरूको पनि भिडभाड एकदमै रहेको छ। मसँग 2 जना साथी छन् हैदराबादका। एउटाको नाम चाहिँ विजय हो र अर्कोको नाम चाहिँ श्रीकान्त। घोडा श्रीकान्त भाइ चाहिँ यस्तरी मजाले थाकेर रेस्ट गरिराख्नु भएको छ। ए धीरे धीरे इधर आने का रास्ता बता देता हूँ सब लोग को। केदारनाथ यात्राको लागि सबैभन्दा सुरुमा चाहिँ हरिद्वार आउनुपर्छ र हरिद्वारदेखि मर्निङ बिहानमा चाहिँ गाडी लाग्छ गुप्तकाशी भन्ने ठाउँको लागि। देवप्रयाग हुँदै गुप्तकाशी आउनुपर्छ र गुप्तकाशीदेखि चाहिँ सोनप्रयाग आउनुपर्छ। लगभग 1.5 घन्टा यसमा लाग्छ। हरिद्वारदेखि गुप्तकाशी चाहिँ लगभग 7 देखि 9 घन्टाको बाटो हो। र त्यसपछि चाहिँ गुप्तकाशीदेखि सोनप्रयाग चाहिँ जम्मा 1.5 घन्टाको बाटो हो गाडीमा। र त्यसपछि चाहिँ सोनप्रयागमा बसे पनि हुन्छ, तर सोनप्रयाग भन्दा चाहिँ गौरीकुण्डमा बस्न ठिक माने मैले। किन भन्दा त्यहाँदेखि सोनप्रयागदेखि गौरीकुण्डको लागि एउटा जिप लाग्छ र जम्मा 4 किलोमिटरको बाटो हो। लगभग 10 देखि 15 मिनटमा त्यहाँ पुगाइदिन्छ। किनभने गौरीकुण्ड बस्यो भने चाहिँ बिहान यात्राको लागि चाहिँ छिटो निस्किन सकिन्छ र होटलहरू पनि
लगभग 1000 देखि 1500 मा एकदमै राम्रो पाइहाल्छ। हामी चाहिँ 3 जना छौँ। यो अगाडि एउटा मेरो साथी हुन् हैदराबाददेखि। हाम्रो 3 जनाको चाहिँ 3000 लिएको छन्। 3000 र त्यसमा चाहिँ तातो पानी पनि इन्क्लुड छ। यदि तातो पानी नचाहिने हो भने 2500 मा पनि पाउनुहुन्छ। यो केदारनाथ यात्रा चाहिँ मे 2 मा ओपनिङ भएको हो र म पनि मे 2 मै आउने भनेर प्लान चाहिँ बनाइरहेको थिएँ, तर अलिकता टाइम नमिलेर आज चाहिँ मे 3 हो र आज साँझ चाहिँ म त्यहाँ पुग्छु केदारनाथ। एकदमै भिडभाड रहेको छ। यात्रीहरू एकदमै उत्साहका साथ आएका छन् र यो चाहिँ पाल्की हो। पाल्की भन्नाले अब एउटा मान्छेलाई पछाडि बसाएर यिनीहरूले चाहिँ सबैलाई माथिसम्म पुर्याइदिन्छन् र त्यसको चार्ज चाहिँ 5 देखि 10,000 सम्म छ। घोडाको चार्ज चाहिँ 5 देखि 8,000 सम्म। अब तपाईले कसरी डिल गर्नुहुन्छ त्यही अनुसार छ। वान रुटको माथि पुर्याएको मात्रै र माथिबाट झर्दाखेरि पनि लिन सक्नुहुन्छ। र मेरो साथी श्रीकान्त आफ्नो साथी विजयलाई हेरिरहेछ। विजय चाहिँ अलि पछाडि नै छन्, अलि उनलाई चाहिँ अप्ठ्यारो भइरहेछ हिँड्नलाई। तर श्रीकान्त चाहिँ एकदमै एक्टिभ, फटाफट हिँडिरहेछ ती मोटो भयो पनि। अब चाहिँ श्रीकान्त र म चाहिँ अब कन्टिन्यू अगाडि जाने प्लानमा छौँ र साथी चाहिँ पछाडि आउँदै गर्छन् भन्ने प्लानमा छ। लट्ठी चाहिँ आवश्यक छ फेरि। यो लट्ठी चाहिँ एकदम आवश्यक छ। क्या बोले? सिग्नल अब कहाँ नेपाली सिम में कहाँ सिग्नल आएगा? देखना जरा आपका फोन यार। वो कहाँ पर है? वो हमारा एक दोस्त विजय सर वहाँ अभी उनके लिए वेट कर रहे हैं हम यहाँ। तो दिखे क्या? ल एउटा भाइ भेटेको छन् हाम्रो। भाइको नाम चाहिँ के अरे? मेरो नाम उमेश भोरा। उमेश भोरा कहाँदेखि? तिला जुम्ला होइन? ए ल। अनि योलाई कति चार्ज गरिरहेको छौ त पाल्कीलाई? कस्तो? यसमा बसाएर कति चार्ज गर्ने हो? पैसा कति लाग्ने गरिरहेको छ यसमा बसाएको? यसमा त्यसै यो 10,000 हो। गौरीकुण्डबाट माथि 10,000। अनि अब बाटोमा लग्यो भने? त्यस्तै हुन्छ 7,000। अनि कति घन्टा लाग्छ त तिमीलाई त्यहाँ गौरीकुण्डबाट त्यहाँ मान्छे बसाएर? लाग्छ 5-6 घन्टा। 5-6 घन्टामा पुगिहाल्छौ मान्छे बसाएर? ज्यादा वेट कुण्डलमा त 7-8 घन्टा लाग्छ। 50 केजीमा भने त्यस्तै 3-4 घन्टा लाग्छ। अनि अहिले खाली गइरहेको छौ? खाली। बाटोमा जो भेट्छ त्यसलाई लग्ने होला? ल ल ल एकदमै हाम्रो जुम्लाको भाइ भेटिएको छ। म पनि एकचोटि जुम्लामा बसेर आएको है। हजुर ल एकदमै धन्यवाद भाइ। हाम्रो एउटा साथी विजय चाहिँ पछाडि छुटेछन् र हामीले एकछिन वेट गर्दा पनि आएका छैनन् र हामी चाहिँ अगाडि बढ्ने भनेर अगाडि आइसकेका छौँ। र नेटवर्क पनि खासै नहुँदो रहेछ यतातिर। जियोले गौरीकुण्डसम्म चाहिँ एकदमै राम्रो काम गरिरहेको थियो। अहिले आएर चाहिँ नेटवर्क पनि खासै काम गरेको छैन। बाटो चाहिँ एकदमै व्यवस्थित छ। सबैतिर बारहरू छ यात्रीहरूलाई सजिलो होस् भनेर र खोजहरू पनि रहेको छ एकदमै। अब चाहिँ
13 किलोमिटर बाँकी केदारनाथको लागि। 13 किलोमिटर, ओन्ली 13 किलोमिटर रिमाइनिङ। ये सही नहीं है। घोडाहरू चाहिँ माथिबाट आइरहेछन् र फेरि यात्रीलाई लिएर फेरि माथि जानको लागि। वो पानी में दाल को यसलाई पानीमा हालेर खानु है। हजुर पानीमा हालेर हजुर अनि घोलेर खानुभयो भने एकदमै एनर्जी दिन्छ। ल है, कहाँ माथिसम्म जान लाग्नु भयो? हजुर नेपाली यात्री हो, नेपाली यात्री। एकदम धन्यवाद। के बोक्नु भएको छ? यो पानी हो? पानी हो कसको लागि? यो होटल साउजीको लागि। ए, तपाईँ चाहिँ काम गर्नुहुन्छ? म चाहिँ काम गर्छु। ए, कति घन्टामा पुग्नुहुन्छ माथि? अब हुन्छ त्यही 5 घन्टामा। ए ल, धन्यवाद है। देखो कितना मस्त व्यू आ रहा है। कितना मस्त व्यू आ रहा है। यहाँ चाहिँ पाल्की र घोडा चालक चाहिँ एकदमै नेपाली भएको पाएँ मैले। प्राय नेपाली छन् र एकदमै मेहनतका साथ माथि लगिदिइरहेको छन् यात्रुहरूलाई। ठाउँ ठाउँमा खानेकुराहरूको पसलहरू, पानीको लागि निम्बु पानीहरू सबै उपलब्ध छन् र विश्राम गर्दै यात्रुहरू पनि विश्राम गर्दै पानीहरू पिउँदै अगाडि बढिरहेका छन् र हामीहरू पनि त्यस्तै गरिरहेको छौँ। बाटो चाहिँ उकालो रहेछ अलि, त्यही भएर अलि सास फुल्ने समस्या चाहिँ हाम्रो एउटा साथीलाई देखिएको छ। तर साथी पछाडि नै छन्, हामी चाहिँ अगाडि आइसकेका छौँ। श्रीकान्त र म चाहिँ अगाडि आइसकेका छौँ र साथी विजय चाहिँ पछाडि नै छन्। यता चाहिँ पसलहरू देख्न सक्नुहुन्छ र यहाँ विश्राम गर्नलाई पनि ठाउँ ठाउँमा सिटहरू बनाइदिएको छन्। एकदम व्यवस्थित बाटो भनौँ यसलाई। आज चाहिँ मौसम पनि एकदमै खुलेको छ, नत्र प्राय पानी अथवा हिउँ पर्ने ठाउँ हो यो। मौसम चाहिँ एकदम राम्रो भएको छ। जाडो पनि त्यति छैन, एउटा ज्याकेट भयो भने पुग्नेछ। म चाहिँ नेपालबाट एक्लै आएको हो र नेपालबाट आउँदाखेरि बनवर्षा बार्डरबाट हल्दानी आएँ म चाहिँ। अनि हल्दानीदेखि चाहिँ साँझ लगभग 4 बजेको गाडीमा ट्रेनको पनि बुझेको थिएँ र ट्रेन चाहिँ 8 बजे आउने रहेछ। 8 बजे आयो भने बिहान त्यही 4 बजे 3-4 बजेतिर पुग्ने कुरा भएको थियो। मैले ट्रेन चाहिँ लगिनँ, बसबाटै आएँ। बस चाहिँ साँझ त्यही 11-10-11 बजे पुगाउँछ भनेर बसबाट आएको। बसले चाहिँ मलाई 11:30 बजे हरिद्वार पुगाएको थियो र हरिद्वार चाहिँ म नाइट हरिद्वारमा बसेँ। त्यसपछि हरिद्वारबाट चाहिँ बिहानको बसमा बिहान बस पार्क गएको र बस चाहिँ गइसकेको रहेछ अलरेडी। म चाहिँ कति 7 बजे बस पार्क पुगेको थिएँ, हरिद्वार बस पार्क।
बस चाहिँ चाँडो नै निस्किँदो रहेछ। जीपहरू पनि आउँदो रहेछ र जीपमा चाहिँ सेयरिङमा हामीहरू 3 जना चाहिँ हरियाणाबाट साथीहरू थिए र त्यसै गरी 2 जना हैदराबाद र 1 जना म गरेर 6 जना चाहिँ गुप्तकाशीका लागि प्रस्थान भयौँ। 8 बजेतिर यहाँ चाहिँ एकदमै भिडभाड थिएको छ यो खच्चरहरूको। खच्चरबाट चाहिँ अलि टाढा टाढा हिँड्नुपर्ने रहेछ। ठाउँमा चाहिँ शौचालयहरू पनि रहेका छन्। र म चाहिँ हरिद्वारबाट गुप्तकाशी बिहान आएको। गुप्तकाशीदेखि चाहिँ सोनप्रयागदेखि चाहिँ गौरीकुण्ड आएर बस्यौँ। साथी श्रीकान्त चाहिँ त्यही एउटै गाडीमा भेटेको हो। श्रीकान्त र विजय चाहिँ त्यहीँबाट सँगै बस्ने कुरा गरेन्। बिहानदेखि एकदमै हेलिकप्टरहरू पनि लगभग 20-25 वटा हेलिकप्टरहरू गइसकेका होलान्। मौसम पनि एकदमै खुलेको छ आज। यात्रुहरू गन्तव्यतिर लागिरहेका छन् आफ्नो। हामी पनि अब यहाँ चाहिँ एउटा दाइले पहिरो खस्न सक्छ, त्यहाँ नबस भनेर जानुभयो र हाम्रो श्रीकान्तले चाहिँ कुरा गर्दैछ विजयसँग। क्या बोले? पत्थर नीचे गिरेंगे। नहीं वो फोन में बात हुआ क्या? आराम बोल रहा है, आराम से आते हैं भाई। ओके तुम लोग जाओ। एकदमै राम्रो दृश्य एउटा देखिरहेको छ। यहाँ चाहिँ अलिअलि पसलहरू छन् खाजा खानालाई। यो लाली गुराँस पनि रहेछ यहाँ। भीमबली 1.5 किलोमिटर अब बाँकी। रेन सेल्टर त्यो देख्नुभएको चाहिँ रेन सेल्टर हो। त्यहाँ चाहिँ बस्ने सुविधाहरू छ पानी पर्यो भने। र मौसम ठिकै छ आज, त्यस्तो छैन, पानी पर्ला जस्तो लागेर तैपनि भन्न सकिन्न। यहाँ चाहिँ केदारनाथ 10 किलोमिटर मात्रै छ अब यहाँदेखि। त्यो चाहिँ घोडाहरू जाने बाटो हो। मान्छेहरू यताबाट पनि जान सक्छ, त्यहाँबाट पनि जान सक्छ। तर यहाँ यो बाटो चाहिँ अलिकता रिस्की छ, त्यही भएर घोडाहरू चाहिँ त्यहीबाट जान्छ। त्यहाँ सानो पुल छ, त्यो तर्नुपर्ने रहेछ। हामी चाहिँ लगभग आधा बाटो पुगिसकेका छौँ। अब यहाँदेखि 10 किलोमिटर, टोटल 22 किलोमिटर हो। अब 10 किलोमिटर जति बाँकी छ।
यहाँ खाजा खाने टाइम ठाउँहरू प्रशस्त छन्, जता खाए पनि हुन्छ। हामीले चाहिँ भर्खरै खाजा खायौँ, श्रीकान्त र मैले। विजय चाहिँ पछाडि नै छ, अब कता छ सिग्नल पनि छैन फोन गर्नलाई। यता चाहिँ पुल बन्दै रहेछ। अब पुल बन्यो भने चाहिँ अलि सजिलो हुने रहेछ पारी जानलाई। यस्तो छ पहिला बाढी आएर, पहिला एकचोटिको बाढीले सबैतिर यस्तो गरेछ माहौलहरू। यहाँ चाहिँ यस्तो देख्न सकिन्छ, ठुल्ठुला ढुङ्गाहरू आएर यहाँ अड्केका छन्। क्यामेरामा सानो देखिएछ यो ढुङ्गा, तर असाध्यै ठुलो ढुङ्गा हो यो। एकदमै डरलाग्दो गरेर पानी उडिरहेको छ। यहाँ चाहिँ पुल बन्दैछ। हामी चाहिँ अब एकछिन हाम्रो साथीको लागि यता वेट गरिरहेछौँ र ऊ त्यो पारी देखेको टेन्टमा चाहिँ हामीले खाजाहरू खायौँ दुईजनाले। अब एकजना साथी चाहिँ पछाडि नै छन्, अब कता छन् अहिलेसम्म देखेका छैनौँ। अब यहाँबाट चाहिँ सँगै जाने भन्ने प्लान छ क्या अरे, त्यही भएर हामी कुरिरहेछौँ यहाँ। श्रीकान्त र म चाहिँ यहीँ छौँ, अर्को साथी चाहिँ यहाँ आउँदैछन्। सिधै उकालो छ यहाँनिर चाहिँ, हिँड्न चाहिँ एकदमै अप्ठ्यारो रहेछ। मौसम पनि अब अलि चेन्ज भइरहेछ, एकछिनमा पानी पर्छ जस्तो छ। ड्राई फ्रुटहरू पनि ल्यायो भने राम्रो हुन्छ बाटोमा, एनर्जीको लागि। अब यहाँदेखि चाहिँ केदारनाथ 8 किलोमिटर भन्ने जानकारीमा आयो। यहाँदेखि चाहिँ 8 किलोमिटर रहेछ। मौसम पनि एकदमै चेन्ज भएको छ, अब पानी पर्छ जस्तो लागिसक्यो। अलिअलि शीतहरू चाहिँ पर्न सुरु भइसकेको छ र आधा घन्टा अगाडि चाहिँ घाम लागिरहेको थियो। मौसम चाहिँ एकदमै अनुमान गर्न सकिँदैन। अहिले चाहिँ पानी परिसकेको छ, स्टार्ट भइसकेको छ पानी, र अब रेनकोट लगाएर हिँडिरहेछौँ। ग्लेसियर पग्लेको बेला पहिला ग्लेसियर पग्लेर अहिले चाहिँ जमेको छ। सिधै यो गएर त्यो खोलामा जान्छ र यस्तो यो यताका पालहरूको घर पनि एकदमै रिस्क जोनमा रहेको देखिन्छन्। मौसम चाहिँ पुरै चेन्ज भइसकेको छ, पानी परिरहेको छ। रेनकोटमा छु, रेनकोट ल्याएर सजिलो भएको छ। ऊपर से ऊपर भी आना चाहिए, ऊपर भी आना चाहिए। हेलो घीचे ना। बाटो चाहिँ यस्तो छ, यो पुरै जमेर तो पहले ही है, लेकिन
उठाना जल्दी मौसम त एकदमै चेन्ज भइसकेको छ। अलिअलि पानी पनि पटाएको छ। यहाँ चाहिँ यो भण्डाराहरू पनि लागेको रहेछ, जहाँ चाहिँ तपाईँहरू फ्रीमा खाना खान सक्नुहुन्छ, खानाहरू चियाहरू। र यो चाहिँ मेन बाटो हो माथि जाने, तर अब हामी चाहिँ यो सर्टकट हान्ने प्रयासमा छौँ। यहाँ बादल कस्तरी आइरहेको छ, एकैछिनमा मौसम यहाँ चेन्ज हुन्छ। मौसम मेरो साथी हो, मौसम पुरै सेतै भइसक्यो। केही पनि देखिएको छैन। साथी सङ्गीहरू सब हराइसके। श्रीकान्त पनि अगाडि जान्छु भनेको थियो, भेटै भएको छैन सम्म। अब 4 किलोमिटर छ क्यारे, सकिन्छ होला। केही पनि देखिएको छैन, पुरै बादलले झमक्कै। यहाँ टेन्टहरू देख्न सक्नुहुन्छ, यहाँ पनि बस्ने गर्छन् राति। हामी चाहिँ उतै अगाडि नै बस्ने कुरा छ। खास गरी त्यो विजय साथीले मेरो लागि बुक पनि गरिदिएको छ। त्यहाँ चाहिँ डोरमेन्ट्री बेड उपलब्ध हुँदो रहेछ र त्यो 1000 रुपियाँको हुँदो रहेछ। उसले चाहिँ मेरो लागि पनि हिजो राति सुत्दाखेरि गरिदिएको थियो, त्यही भएर सजिलो भएको छ। यस्तो छ बाटो यो केदारनाथ यात्रा। गाह्रो छ, सजिलो छैन है, सजिलो छैन। किन यति माथि बस्नुपर्ने होला शिवजीले पनि, बहुत गाह्रो भयो। ए यस्तो छ बाटो, पुरै ग्लेसियर जमेर हिउँ जम्मै मान्छे पनि बाग्लो। আজ পর্যন্ত আমি অনেক জিনিস কিনেছি। पुरै हिउँले सब ढाकेको छ। पुरा ग्लेसियर पग्लेर जमेर बसेको छ। पानी आउँदा चाहिँ अलिक खतरा हुने रहेछ। यहाँ रिटर्न पनि गइरहेको छन्, आइ पनि रहेछन्। अब चाहिँ 2.5 किलोमिटर बाँकी छ हाम्रो चाहिँ। 2.5 किलोमिटर पछि यता हेर्नुहोस् मौसम कस्तो दामी छ। फाइनली केदारनाथ बेस क्याम्पतिर पुगेका छौँ हामीहरू। यता चाहिँ बेस क्याम्प केदारनाथ। यता चाहिँ पुरै पहाड छ, पुरै हिउँ जमेर। पाल्केवाला चाहिँ प्राय नेपाली हुन्, हाम्रो गोर्खाली। वैसे रेट कितना है?
अभी तो 500 रुपये चल रहा है। अच्छा अच्छा सीजन में फर्स्ट है ना, 1-2 महीने फिर बरसात के अलग अलग मतलब मौसम के हिसाब से साथ में डाउन हो जाएंगे। तो हमने तो 1000 का बुक किया, हाँ, मतलब 1000 में बुक किया है। आपने किया है? हाँ कितने जने का? कितने होइन आदमी पर हो? पर्सन 1000 हैं? वो और उसके साथ सिमेट्री वाला कहाँ पे हो आगे? आगे आगे है लगता है, देखने अभी देखेंगे, वरना मिल जाता है। वैसे भीड़ भाड़ होता है क्या? भीड़ भाड़ तो होता है। भीड़ भाड़ होता है तो कितना ज़्यादा है? भीड़ भाड़ में तो वही है 500 पर पर्सन, कभी 1000 भी लग जाते हैं। कैसा है आपका वो? उसमें आपको हीटर मिल जाएगा, गर्म पानी मिल जाएगा। अच्छा रूम है क्या? हाँ, रूम ही टाइप का लगा लो आप। अच्छा 4 ये दिन के लिए मिल जाएगा। ये टेंट तो है ना? उधर लगे उनके वो साइड में कैंप ओके ओके। वगैरह। अब पता नहीं था, हमने उधर से बुक कर लिया ना। ठीक है। कुरो यस्तो आयो। अब क्याम्पको कुरो के हो भन्दाखेरि यहाँ पनि पाउने रहेछ 500 मा, तर यो 2 किलोमिटर टाढा छ। अनि यिनीहरूले चाहिँ खानाहरू चाहिँ छुट्टै खानुपर्ने रहेछ। हामीले बुक गरेकोमा चाहिँ खानाहरू पनि इन्क्लुड रहेछ, यो भन्ने कुरा आयो अहिले फेरि यसो बुझ्दाखेरि। अनि हाम्रो अलि बेस क्याम्प भन्दा पनि अब मन्दिर नजिक छ, हामीलाई बिहान अब पूजापाठको लागि पनि एकदमै सजिलो हुन्छ जस्तो लाग्छ। बिहान टोकन लिएर लाइनमा लाग्नुपर्ने हुन्छ। यहाँ चाहिँ चिकित्सा सेवा निःशुल्क औषधि लाग्न सक्नुहुन्छ, आफूलाई चाहिएको औषधिहरू। यहाँदेखि चाहिँ 1.5 किलोमिटर केदारनाथ मन्दिर। यहाँ चाहिँ आफूले आवश्यक औषधिहरू लिन सक्नुहुन्छ। यता चाहिँ पुरै यस्तो छ। हाम्रो टेन्ट चाहिँ ऊ त्यो पारी छ भन्ने कुरा सुनिएको छ। त्यो त पुल रहेछ, त्यो पुल तर्यो भने पारी हिमलोक टेन्ट भन्ने छ। यत्रो लाइन छ। मन्दिर चाहिँ यहाँदेखि कमसेकम 1.5 किलोमिटर, यहाँदेखि 1.5 किलोमिटर छ मन्दिर। 1.5 किलोमिटर भन्छु, आधै किलोमिटर मन्दिर छ। यो लाइन चाहिँ यत्रो छ। अब यिनीहरूले लगभग केही नभए पनि 4 घन्टापछि चाहिँ पूजा गर्न पाउने भन्ने कुरा आइरहेको छ पछाडि भएकोले। अब मैले पनि टोकन त लगिसकेको छु। अब हेरौँ अब अहिले गर्ने कि बिहान गर्ने भनेर अब साथीहरूलाई खोज्छु, अनि त्यही अनुसार सल्लाह गर्नुपर्छ। त्यो चाहिँ हेलिप्याड, र त्यो बाटो हुँदा यहाँ चाहिँ पुल छ। पुलभन्दा यता आयौँ हामी चाहिँ, हाम्रो ट्रेन यता भएकोले। अगाडिको चाहिँ त्यो दर्शन गर्ने त्यो लाइन छ
छ त्यहाँदेखि लगभग 4 घन्टा लाग्छ भन्दैछन्। अब हामी अब हेरौँ के हुन्छ अहिले गर्ने कि भोलि बिहान गर्ने भनेर। भोलि बिहान गर्नलाई कमसेकम हामीले 3 बजेतिर नै जानुपर्ने हुन्छ। यो टेन्ट बुक कसरी गर्ने, रजिस्ट्रेसन कसरी गर्ने, टोकनको लागि भनेर चाहिँ जानकारी पनि दिन्छु म। यस्तो मैले चाहिँ अब यो उत्तराखण्ड टुरिस्ट केयर भन्ने एउटा एप्लिकेसन छ हो, त्यहाँबाट रेजिस्ट्रेसन गरेको हो। यदि तपाईँ नेपाली हुनुहुन्छ र रजिस्ट्रेसन गर्नु भएको छैन भने पनि तपाईँले आफ्नो सिटिजनसिप देखाएर चाहिँ यता रजिस्ट्रेसन गर्न सक्नुहुन्छ र तपाईँले तुरुन्तै टोकन चाहिँ पाउनुहुन्छ। तर रजिस्ट्रेसन गरेर आउनुभयो भने चाहिँ सजिलो चाहिँ हुन्छ है। रजिस्ट्रेसन गर्नुभयो भने चाहिँ तपाईँलाई सजिलो हुन्छ टोकन लिनलाई। यदि गर्नु भएको छैन भने पनि आफ्नो अब आइडी देखाएर रजिस्ट्रेसन चाहिँ गर्न सक्नुहुन्छ। खासै गाह्रो छैन प्रक्रिया, त्यही 2-3 मिनट लाग्छ। 2-3 मिनटमा तपाईँले त्यो क्युको टोकन चाहिँ दिइहाल्छ। अब हाम्रो टेन्ट भनेको यही हो जस्तो लाग्छ। अब एकचोटि यसो सोध्छु म, र हाम्रो श्रीकान्त भाइ पनि यतै हुनुपर्छ जस्तो लाग्छ। फाइनली हाम्रो यो टेन्ट चाहिँ यो रहेछ, हिमलोक टेन्ट है। तपाईँले अनलाइन पनि बुक गर्न सक्नुहुन्छ, त्यही एपबाट पनि बुक गर्न मिल्छ। म चाहिँ यहाँ अब एकचोटि हाम्रो टिकट देखाएर रजिस्ट्रेसन गरेको, पेमेन्ट गरेको स्लिप देखाएर के रहेछ। यहाँ चाहिँ भित्र दाइ हुनुहुन्छ। अच्छा, हिमलोक में आपकी बुकिंग, हिमलोक टेंट कॉलोनी में आपकी बुकिंग तो हो रही है। आपको वाउचर है तो आ जाइए आप लोग, आ जाओ अगर बुकिंग है आपकी तो आ जाओ। यो चाहिँ अहिले रातिको 2 बजेको छ र अब सबै बिहान लाइनमा लाग्ने गर्दछन्। हामी पनि अब रातिको 2 बजे उठेर अब मन्दिरको दर्शनको लागि, शिवजीको दर्शनको लागि लाइनमा लाग्ने कुरा छ के अरे। अब यता फुलसुल लगेर यो लाइन हो क्या, यो लाइनमा लाग्नुपर्ने रहेछ। साथी पूजा गर्नलाई केदारनाथजीको लागि प्रसादी पनि हामीले अब किनिसकेका छौँ। र हाम्रो दुईवटा साथी श्रीकान्त र विजय पनि अब लाइनमा आउने क्रम जारी छ। हामी पनि अब राति नै उठेर 2:30 बजे होला अहिले अब लाइनमा लाग्ने भन्ने कुरा छ क्या अरे। यो चाहिँ यता मन्दिर छ र यो चाहिँ अगाडिको मन्दिर अगाडिको ठाउँ हो। र यता पुरै लाइन छ अहिले, यता लाइनबाट बसिरहेको छन् मान्छेहरू। अहिले पूजा स्टार्ट भएको छैन, पूजा चाहिँ लगभग 4 बजेदेखि हुन्छ भन्ने कुरा छ। नुहाउँदैछन् मान्छेहरू। हामी चाहिँ अब अगाडि नै आएर यता बसिसकेका छौँ। यतै मन्दिर है, केदारनाथ। यताबाट पुरै देखिएको छैन, उताबाट हेर्नुपर्छ एकचोटि अगाडिबाट गएर। हामी चाहिँ अहिले अब पूजा गरेर निस्किसकेका छौँ। 5 बजिरहेछ। हामी चाहिँ अब राति 2 बजेतिर आएको थियौँ, अहिले पालो पायौँ। 4:30 बजेदेखि चाहिँ मन्दिर खुल्ने रहेछ। लाइनमै थियौँ र अहिले गएर पूजा चाहिँ गरिहाल्यौँ। यो चाहिँ फ्रन्ट भ्यू हो मन्दिरको।
हामीले पूजा गरिसक्यौँ र अब चाहिँ टेन्टतिर जाँदैछौँ र अब एकछिनमा हामी ब्याग गरेर आफ्नो गन्तव्यतिर गौरीकुण्डतिर फर्किन्छौँ। यहाँ चाहिँ यस्तो छ, पुरै सेतै छ, राति हिउँ परेर अहिले माइनसमा छ, यहाँ माइनस 4-5 डिग्री सेल्सियस होला। अघि चाहिँ 7-8 थियो हामी निस्किनु ल 2 बजेतिर। यस्तो छ पुरै चारैतिर एकदमै हिउँ छ पुरै। टेन्टतिर गएर टेन्ट कस्तो छ त्यो पनि देखाइदिन्छु म। टेन्ट नम्बर 14 हो हाम्रो, नम्बर हुन्छ टेन्टको। यहाँ 2 जना साथी, लेट्स गो। सुत्नुभएको छ साथीहरू, यस्तो छ। यो चाहिँ ढोका हो। अब चाहिँ हामी आफ्नो टेन्टबाट ब्याग स्याग लगेर निस्केका छौँ र अब चाहिँ अलि घुमेर माथि एउटा त्यो मन्दिरमा पूजा गरेर अनि तल झर्ने कुरा छ। यहाँ चाहिँ हेलिकप्टरहरू फेरि सुरु भइसकेको छ आउन। माथि यस्तो छ पुरै हिउँ। भ्यू हेर्नु, भ्यू एकदम दामी देखिरहेको छ यहाँबाट चाहिँ। अघि चाहिँ अलिअलि घाम लाग्ला जस्तो भएको थियो, अहिले चाहिँ फेरि पानी पर्ला जस्तो भइसक्यो मौसम। 10 मिनटमा मौसम चाहिँ चेन्ज भइराख्ने रहेछ। मेरो 2जना साथीहरू हैदराबादबाट 2जना साथीहरू बाटोमा भेट भएको थिए, सँगै आयौँ अनि सँगै बसेका थियौँ हामीहरू। एउटाको नाम चाहिँ श्रीकान्त हो, अर्कोको नाम चाहिँ विजय। यो चाहिँ मन्दाग्नी नदी, त्यहाँ हिमबाट पग्लेर आउँछ मन्दाग्नी नदी हो। पहिला यो पहिरो आउँदाखेरि नै यस्तो भएको छ सबै। यो फेरि बनाएको जस्तो छ यो नयाँ। यहाँ चाहिँ पहिरो आएर पहिला यहाँ धेरै मान्छेहरूको जनधनको क्षति भएको थियो त्यति बेला चाहिँ।
चाहिँ भैरवनाथ मन्दिरको लागि हिँडेका छौँ। भैरवनाथ मन्दिर अन्तिम मन्दिर हो अब यहाँ दर्शन गर्नलाई। श्री केदारनाथ दर्शन गरिसकेपछि चाहिँ श्री भैरव मन्दिर दर्शन चाहिँ गर्नुपर्ने हुन्छ अनिवार्य। यो चाहिँ यस्तो राम्रो देखिन्छ यहाँदेखि। त्यो चाहिँ मन्दिर मेन मन्दिर। माथि चाहिँ फेरि बरफ परिरहेछ। साह्रै थकान लाग्छ यो ती हिँड्न पनि उकालोमा। लगभग 500 मिटर मात्र होला श्री भैरवनाथ मन्दिर। हम चढ़ा पाए इतना है ना, वही आए तो चढ़ा रहे। वो मौली घर की मेन डोर पे लगा हुआ है। ये प्रसाद बाबा को छुआते हैं। ये छुआ के एक मिनट रुकना लगा रहा हूँ। बोले दर्शन कर लो। हल्का घाम लागेर बरफमा यस्तो चम्केको छ। अब यो क्यामेरामा त यति राम्रो आउँदैन जस्तो मेरो आँखाले देखेको छ। जुम गरेर देखाउँछु। पुरै बरफले ढकमक्क। यहाँ तल केदारनाथ माथि यस्तो एकदमै क्लियर भ्यू। दिखाए केदारनाथ अब चाहिँ हामी बाघ भैरव मन्दिर पनि पूजा गरेर रिटर्न हुँदैछौँ। अब चाहिँ हाम्रो यात्रा सिधै घरतिरको छ यहाँबाट। अब पहाड हेर्नु यस्तो छ, हिउँ परेर यता मन्दिर यता खोला। हामी चाहिँ अब केदारनाथबाट लगभग 3.5 किलोमिटर तल झरिसकेका छौँ र अब एकदम झर्नेहरूको पनि एकदमै भिड छ। केदारनाथ जानेहरू पनि गइरहेछन्। हामी चाहिँ अब सबै पूजाहरू सकेर गरिरहेको छु। 3.5 किलोमिटर झरिसक्यौँ। मौसम चाहिँ अलिअलि पानीको छिटाहरू परिरहेछ। अहिले त ठिकै छ। अब हामी तल झर्न लगभग घामै 5 देखि 6 घन्टा जति लाग्ने अनुमान छ। हिजो चाहिँ हामीहरू माथि चढ्दाखेरि चाहिँ 8 घन्टा लागेछ। बिहान 6 बजे हिँडेको अनि माथि चाहिँ त्यही 2 बजे साढे 2 बजेतिर पुगेका थियौँ। 9 बजे हिँडेका छौँ हामीहरू तल चाहिँ माथिदेखि। 9 बजे तल झर्न स्टार्ट हो। अब हेरौँ कति बजे पुगेछ।
चलो 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 आ गए विजय भाई। यहाँदेखि चाहिँ गौरीकुण्ड 9 किलोमिटर, थोड़ी सी दूर जाना। भीमबली चाहिँ 3 किलोमिटर रहेछ। गौरीकुण्ड 9 किलोमिटर भनेपछि टोटल 22 किलोमिटर हो। अब धेरै छैन। यहाँ चाहिँ अब यात्रा गर्दाखेरि ध्यान दिनुपर्ने कुराहरू लेखेको छ। घोडालाई पानी खुवाउने ठाउँ हो यो। उनको तो देखो ना उनकी क्या तरीका है। वो कुछ करेंगे ही नहीं। अब उनके आप लड़के क्या अपने आप को बचाओ बना। यहाँ चाहिँ घोडाबाट एकदमै बचेर हिँड्नुपर्ने हुन्छ, किनभने एकदमै नजिकबाट गइरहेको हुन्छ घोडाहरू चाहिँ। त्यही भएर आफूलाई नै विचार पुर्याउनु पर्ने हुन्छ। यहाँ हम 5 बजे ऊपर से नीचे से हमको 8 घंटा लगा। हम 6 बजे निकले थे, 2 बजे पहुंच गए थे। हाँ धेरै छ ऊ त्यो पारी गरिसकेपछि अलि सजिलो हुन्छ। यहाँबाट पनि ढुङ्गाहरू तल खसेको रहेछ, यता खसेको छन् ढुङ्गाहरू। ठुल्ठुलो ढुङ्गाहरू छन् 4-5वटा। यस्तो छ बाटो, घुम्दै 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 आउनुपर्ने हुन्छ। यताबाट घुम्दा 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 माथिसम्म। ठाउँ ठाउँमा शौचालयहरू चाहिँ बनाइदिएको छ, एकदमै राम्रो कार्य। यो भयो। यहाँदेखि चाहिँ 2टा बाटो छुट्टिन्छ। यो चाहिँ घोडाहरूको आउने बाटो र यता चाहिँ मान्छेहरूको आउने बाटो छ। यहाँ चाहिँ घोडा मात्रै आउँछ यहाँबाट। अनि यो 2 किलोमिटर छिटो हुन्छ यो बाटो गयो भने। 2 किलोमिटर नजिक। अब चाहिँ 2 किलोमिटरसम्म चाहिँ ढुक्कले हिँड्न पाइयो। यो चाहिँ पुल हो। यो पुल तरेर अलिकति अगाडि गइसकेपछि चाहिँ फेरि घोडा र मान्छे हिँड्ने बाटो एउटै छ त्यहाँ। अहिलेसम्म चाहिँ यहाँ मान्छे मात्रै हिँड्ने बाटो बनाएको हो। पानी चाहिँ फेरि पर्न सुरु भइसकेको छ। यो पुल त्यो घोडाको बाटो चाहिँ उता छ, उता गएर उताबाट
यहाँदेखि यो पुल तरेर सिधै आउने यो बाटो। यता चाहिँ यो घोडावाला बाटो यहाँसम्म। यो हुँदा हुँदै यो अगाडि मिल्छ होइन अगाडि त्यो पुलनिर चाहिँ मिल्छ। 2 किलोमिटर छोटो पर्छ यताबाट। मौसम चाहिँ मजाले घाम लागिसकेको छ एकैछिनमा। पानीले चाहिँ यो बाटो यस्तो हिलो बनाइहाल्छ। त्यही भएर यहाँ चाहिँ आउँदाखेरि ग्रिप भएको जुत्ता चाहिँ आवश्यक छ र लट्ठी पनि आवश्यक छ है। लट्ठी चाहिँ विशेष दुईवटा काम गर्छ। एउटा चाहिँ अब टेक्ने नै भइहाल्छ, अर्को चाहिँ यो घोडाहरूलाई अलि नजिक आयो भने चाहिँ साइड लगाउन सकिने रहेछ। सबले रेनकोट लगाएको छन् किनभने भर्खरै पानी परेर सकियो। अझै पनि अलिअलि पर्दैछ। अहिले मौसम खुलिसकेपछि एकदमै राम्रो दृश्य। लालीगुराँस हाम्रो राष्ट्रिय फुल पनि यतै छ। घोडाहरू आयो भने चाहिँ रोकेर एकछिन जान दिनुपर्छ। बेसी हुन्छ तिनीहरूसँगै हिँड्यो भने चाहिँ। चेतावनी पनि छ यहाँ ढुङ्गा खस्ने ठाउँ आइसकेको छ। यता ठाउँमा फलफुलहरू कागती पानीहरू चाहिँ पाउँछ है यहाँ। एकदम राम्रो पानी खाँदै बिस्तारै बिस्तारै बस्दै जानुपर्छ। मजाले सकिन्छ। 8 देखि 9 घन्टा जति लाग्ने रहेछ त्यसरी गयो भने। यो यात्रा गर्नको लागि केदारनाथ यात्रा गर्नलाई चाहिँ सुरुमा हरिद्वार आउनुपर्छ। हरिद्वारदेखि चाहिँ गुप्तकाशी आउनुपर्छ। गुप्तकाशी आउँदाखेरि चाहिँ बिचमा विभिन्न ठाउँहरू पनि छन्, जस्तै देव प्रयाग, तिनीहरू घुम्दा पनि हुन्छ। त्यसपछि गुप्तकाशी आइसकेपछि चाहिँ त्यहाँदेखि गुप्तकाशी आउँदाखेरि डाइरेक्ट तपाईँ यता सोनप्रयाग आउँदा पनि हुन्छ। त्यहाँदेखि गुप्तकाशीदेखि लगभग 1.5 घन्टा लाग्छ। डाइरेक्ट गुप्तकाशी नआएर सोनप्रयाग आउँदा पनि हुन्छ। अनि सोनप्रयागदेखि चाहिँ गौरीकुण्ड जम्मा 4 किलोमिटर छ। 10-15 मिनटमा पुगाइहाल्छ।